ज्यान विदेशमा छ तर मन भने नेपालको स्ट्रिट फुडमा। नेपालको स्ट्रिट फुड क्रेभिङ नहुने त कसलाई होला र। मैले चाहिँ त्यही रिफिल गर्नलाई आज घरमै पानीपुरी बनाउँदैछु। त्यसको लागि मैले सुरुमा बोइल गरेर राखेको आलुलाई म्यास गरेँ अनि उसिनेर राखेको चना खिरो हालेँ। त्यसैमा मसिनो पारेर काटेको प्याज, बन्दा अनि धनियाँलाई एड गरेँ। बिरे नुन हालेँ अनि जिरा धनियाँको पाउडर हालेँ। त्यसपछि चिली फ्लेक्स पनि त्यसैमा एड गरिदिएँ। अनि पानीपुरीको मसला त छुटाउने कुरै भएन। पानीपुरीको मसला पनि त्यसमै हालेर मजाले मुछेँ। पानीपुरीको मसलाले चाहिँ यसलाई यो आलुको टेस्टै कस्तो मिठो बनाइदिन्छ के। त्यसपछि त हाम्रो मसालेदार आलु इज रेडी। त्यसपछि मैले तेलमा पुरी फुराएँ। अब लागेँ पानी बनाउनतर्फ। मैले चाहिँ अघि नै इमलीलाई तातो पानीमा भिजाइदिएर राखेको थिएँ अनि काटेर राखेको धनियाँ, पुदिना अनि थोरै टिमुर एड गरेर त्यसलाई मिक्सरमा ग्राइन्ड गरिदिएँ अनि भिजाएर राखेको इमलीलाई छानेँ अनि त्यसैमा मिक्स गरेर राखेको धनियाँ र पुदिनाको पेस्ट पनि हालिदिएँ। थोरै नुन, चिली फ्लेक्स, जिरा धनियाँको पाउडर हालेँ अनि बिरे नुन पनि छुटाउने कुरै भएन। त्यसले त झन् स्मेलै कस्तो मिठो बनाउँछ। अनि पानीपुरी मसलालाई पनि त्यसैमा एड गरिदिएँ। पानीपुरीको मसला, त्यसपछि काटेर राखेको थोरै प्याज अनि बन्दा पनि त्यसमा एड गरिदिएँ अनि धनियाँ हालेर मजाले चलाएपछि त हाम्रो पानी पनि अलमोस्ट रेडी। त्यसमा चाहिँ हजुरले कागतीको रस पनि हालिदिनु भयो भने चाहिँ झन् मिठो अमिलो आउँछ। त्यसपछि म चाहिँ पानीपुरी बोकेर लागेँ पिकनिकतिर। हजुरहरू पनि मिठोसँग पानीपुरी बनाएर खानुहोला। थ्याङ्क यू फर वाचिङ। बाई।